नमस्ते। अहिले चाहिँ म यो भक्तपुर मध्य थिमीको निलबाराहीको यो पिकनिक स्पटमा आइपुगेको छु र आज चाहिँ हाम्रो नयाँ वर्ष 2083 हो र आज चाहिँ यो नयाँ वर्षको दिन 1 गतेको दिन वैशाख 1 गतेको दिन हाम्रो साकाला कल्याणकारी समाज भन्ने एउटा हाम्रो संस्था छ जुन चाहिँ उदयपुरको ताप्ले गाउँपालिका 2 सँग मोस्टली रिलेटेड। 2 को पनि अझ पहिलाको साबिक को लेकगाउँ गाविसको 1 नम्बर वडासँग एकदम रिलेटेड। तर हामी सबै ठाउँको मान्छेहरू जोडिएर त्यहाँ एउटा चाहिँ हाम्रो साकाला कल्याणकारी समाज भन्ने छ र साकाला कल्याणकारी समाजको चाहिँ आज वनभोज कार्यक्रम आयोजना भएको छ। म चाहिँ यहाँ आइपुगेर मैले मेरो भान्जालाई फोन गरेँ कि पिकनिक स्पट कहाँनिर छ भनेर, तर उसले फोन उठाएन। त्यसपछि मैले भेनालाई कल गरेँ, उहाँले पनि उठाउनु भएन। तर अनि यहाँ आएर म चाहिँ पुरै यो भ्लगिङको लागि थोरै सेटअप गर्दै थिएँ। अलिक पर मैले ठ्याक्कै हाम्रो साकाला कल्याणकारी समाजको सर नमस्ते ल यहाँ सर हुनुहुँदो रहेछ, उहाँलाई देखेँ र मैले ठ्याक्कै त्यति देखिसकेपछि चाहिँ ल यहीँ रहेछ स्पट भनेर यहाँनिर हाम्रो भाइ पनि हुनुहुँदो रहेछ। र अब यहाँबाट चाहिँ म थोरै एज अ भ्लगरकै रूपमा मात्रै जाँदैछु है त। र यो रहेको छ निलबाराहीको क्याटरिङ सर्भिस पिकनिक स्पट र यहाँनिर चाहिँ थुप्रै पिकनिकहरू आयोजना भइरहेको रहेछ। मेरो माइक राम्रै सुनिरहेको होला प्रोभाब्ली। कताबाट जाउँ, यता चाहिँ ठाउँ चाहिँ दामी रहेछ अहिले हाइटमा। र हाम्रो पिकनिक स्पट चाहिँ यहाँनिर रहेछ। म अब जाँदैछु। धेरै मान्छेहरू चिनेको पनि हुनुहुन्छ, नचिनेको पनि हुनुहुन्छ। उहाँहरू चाहिँ यसरी ब्रेकफास्ट लिँदै हुनुहुन्छ है त। यो चाहिँ साकाला कल्याणकारी समाजको पिकनिकमा यताबाट जाउँ है त। अब सबैलाई नमस्ते नमस्ते गर्दै नाना नमस्ते नमस्ते हजुर, सन्चै हुनुहुन्छ? कति बेला आइपुग्नु भयो? हजुर, म त खोज्दै फोन उठेन अनि तपाईँलाई देखेर अनि यहीँ रहेछ भनेर ल हुन्छ नाना लिनु है त। ल नमस्ते हजुर सबैजनालाई। हजुर नमस्ते हजुर। हाम्रो साकाला समाजको चाहिँ यहाँनिर दाजु नमस्ते आराम हुनुहुन्छ? नमस्ते। हजुर के हो पारा, फोन उठ्दैन त? भेनाजु नमस्ते आराम हुनुहुन्छ हजुर? हजुर, म त अलिक ढिलो पो भएँ। हजुर हुन्छ ठिक छ, हुन्छ हुन्छ हस् हजुर। हाम्रो धीरज सर दिदी नमस्ते दिदी नमस्ते। म त नदेखेँ। हेलो, उहाँहरू अलिक ढिलो हुनुहुने भयो अनि म चाहिँ आएँ। हजुर नमस्ते हजुर। हजुर म चाहिँ उपेन्द्र राई हजुर। हजुर हजुर सायद होला हजुर। हजुर ल धन्यवाद हजुरलाई। हजुर ल हाम्रो पिकनिकमा चाहिँ साउदीबाट हाम्रो भान्जा आइपुग्नु भएको छ। हाम्रो यता भान्जा दिदीहरू हुनुहुँदो रहेछ, म त एकरो भएछ देखिन। हजुर टिपा टिपा नमस्ते। हजुर कति बेला आइपुग्नु भयो? हजुर म त भर्खर पो। हजुर 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 हुन्छ हुन्छ दिदी म हजुर हुन्छ हस्। हजुर म त्यो दिदीहरूलाई एकछिन कुरेको अनि फेरि एकछिन ढिलो हुने भयो उहाँहरू, अनि म चाहिँ फेरि आइहालेको थिएँ। हजुर हुन्छ हुन्छ हस्। र यहाँ चाहिँ ब्रेकफास्टको लाइन छ। यहाँ चाहिँ यसरी यता चाहिँ लाग्दैछ आजको पिकनिक स्पेसल। र ब्रेकफास्टमा चाहिँ हाम्रो के छ सर? आज ब्रेकफास्टमा हाम्रो यो ब्रेड जाम चना अन्डा त्यसपछि चिया नि त। अहिले चाहिँ हामी साकाला कल्याणकारीको पिकनिकमा पुगेर पनि यहाँ धेरैवटा कार्यक्रमहरू गरिसक्यो र अघि चाहिँ हाम्रो युवाको सानो मिटिङ थियो। आज साकाला कल्याणकारी समाजले चाहिँ युवा दस्ता पनि तयार गर्दैछ र त्यस पछाडि चाहिँ यहाँ अर्को एउटा औपचारिक कार्यक्रमको सञ्चालक चाहिँ म थिएँ र यहाँ सानो जिम्मेवारी पनि आएको छ। र मैले संस्थाको यो कार्यक्रम चलाइसकेपछि चाहिँ यहाँ हाम्रो सचिवज्यू राख्दै हुनुहुन्छ, यहाँहरूले सुन्दै हुनुहुन्छ। उपाध्यक्ष मनु पराजुलाई
निर्वाचित गरिदिनु खाद्य सन्दर्भको नयाँ कराइदिनु गराइदिनु होला। त्यसै गरी म यस शाखालाई कर्मचारी युवा समाजको सभा सचिवमा अनिल राईजीलाई निर्वाचित गरिदिनु खाद्य सन्दर्भ गर्दछु। त्यो एयरपोर्टबाट नेपाल एयरलाइन्सको ल्यान्ड गरेको होइन उडान गरेको भिडियोहरू हालिरहेको देख्छु कि होइन। अब जापान जानुभएको छ, अस्ट्रेलिया जानुभएको छ, अमेरिका जानुभएको छ होइन। त्यहाँ गएर उहाँहरूले पैसा त राम्रै कमाउनु भएको होला नि त होइन। दुई चारवटा त्यहाँको बसेर गाडी पनि चढ्नु भएको छ, सायद घर पनि चढ्नु भयो होला। नेपाली फर्किनु भयो भने पनि उहाँसँग घर जग्गा जोड्ने आजको अध्यक्ष युवाको अध्यक्ष होइन त युवाको अध्यक्ष आज समय छ कि छैन, समर्थन छ कि छैन, समर्थन छ कि छैन, समर्थन छ मामाले चुनाव लड्छ अरे त्यसपालि जित्छ। हाम्रो शाखालाई कल्याणकारी समाजले पुरा गरिदिएको छ। आज नयाँ वर्षको पहिला चाहिँ शुभकामना हाम्रो शाखामा यो कल्याणकारी समूहलाई यो पहिला हाम्रो महासचिवजी र अध्यक्षलाई धेरै धन्यवाद दिनुपर्ला। उहाँहरूको विचार उहाँको सोचले गर्दाखेरि यो संस्थालाई यहाँसम्म चाहिँ डोर्याएर ल्याउनु भयो, त्यसको लागि धेरै धन्यवाद दिनुपर्ला। अर्को कुरो अब भित्र त म बोल्दिनँ, म जान्दिनँ पनि, र तपाईँले आज जति पनि हामीलाई ज्येष्ठ नागरिक भएर तपाईँले चाहिँ एउटा शिर गर्नुभयो, हाम्रो शिर जसरी उठाउनुभयो त्यो हाम्रो संस्थालाई चाहिँ तपाईँहरूले त्यसरी उठाएर राख्नुहुन्छ होला भन्ने मेरो ठुलो आशा छ। र यसलाई अब तपाईँहरूले राम्रोसँगले नियन्त्रण दिनु होला। र अहिलेको उसमा तपाईँको सरकारले पनि एकदम जेएनजीलाई चाहिँ विश्वास दिएको जस्तो तपाईँहरूले पनि अब नयाँलाई त तपाईँले अलिकता गर्नुभएको छ, यो एकदम राम्रो कुरा हो। किन सिक्नुपर्छ, अग्रजहरू ठुलो हुँदै जान्छ, अनि त्यतिखेर कहाँ खोज्नु तपाईँहरूले पनि सिक्नुपर्छ। त्यसको लागि हाम्रो अहिले नवनिर्वाचित हाम्रो अध्यक्षज्यूलाई एकदम धेरै धन्यवाद दिनुपर्ला, एकदम बधाई। र अब युवाको अध्यक्ष र अब सबैलाई धन्यवाद दिँदै एकदम धेरै धेरै एकदम होस् सबै भन्दै मेरो छोटो वक्तव्य धन्यवाद। आज गरिएको यो कन्फरेन्स कार्यक्रम औपचारिक कार्यक्रमबाट सफा गरिरहेका आजको यो कार्यक्रममा सम्मानित हुनुभएका समाजका विशिष्ट अधिकारीहरू र यो कन्फरेन्स कार्यक्रममा सहभागी हुनुभएका सबै यस संस्थाका सदस्य महानुभावहरूलाई म मेरो व्यक्तिगत तर्फबाट म जन्मलाई मेरो भाषा उत्पन्न हो, व्यक्तिगत तर्फबाट सबैको उन्नति होस्, प्रगति होस्, यो देश विकास होस् र यो देश विकासमा तपाईँहरू सबैले आफ्नो साझेदार गर्न गरौँ, यो म शुभकामना प्रकट गर्न चाहन्छु। र म सँगसँगै बधाई दिन चाहन्छु, सम्मान प्रकट गर्न चाहन्छु। आज यो समाजले जसरी
तीनजना समाजका अग्रज व्यक्तित्वहरूलाई यहाँले हाम्रो परम्परा फेटा अत्यन्तै यो फेटा भनेको चाहिँ हाम्रो फेटा ओढाइदिएर अग्रजहरूलाई उहाँको सधैँ आइसक्रिम खाने तपाईँ गरेको थिए संस्थाले उहाँहरूप्रति म अग्रजहरूप्रति अत्यन्तै श्रद्धा सम्मान प्रकट गर्न चाहन्छु। एउटा पुर्खा ढल्नु भनेको एउटा पुस्तकालय जन्म बराबर हो भन्छन् मान्छेहरू। वास्तवमा एउटा पुर्खा एउटा अग्रज समाजमा हुनु भनेको उहाँहरूले 60, 70, 80 वर्षदेखिको हाम्रो त्यो ठाउँको गाउँको समाज संस्कृति इतिहास भूगोल त्यहाँको कला सिपहरू चाहिँ उहाँहरूले बचाएर राख्नु भएको हुन्छ र त्यस्ता अग्रजहरूबाट आज हामीले सम्मान गरिरहँदाखेरि त्यस्ता विषयहरू उहाँहरूबाट प्राप्त ज्ञान विवेक जो छ त्यो हामीले संरक्षण गरेर फेरि हामीले अब अर्को पुस्तालाई सन्धान गर्नुपर्ने हुन्छ र जो अग्रजहरू आज यो कार्यक्रममा आएर कार्यक्रमको गरिमै रहनु भएको म अत्यन्तै श्रद्धा सम्मान प्रकट गर्न चाहन्छु। यहाँहरूको दीर्घायु र स्वस्थ जीवनको कामना गर्न चाहन्छु आशीर्वाद सबै पाएर। र मैले अग्रजहरूको बारेमा धेरै भन्नु पर्दा 2जना अग्रजहरू आज भेट्दैछु। हाम्रो रामबहादुर राईजी अग्रजहरू सम्मानित हुन चाहन्छ। म उहाँसँग चाहिँ संस्कारी नपर के अरे ताना खर्चमा पनि उहाँसँग मैले कसरी मौका पाएँ। काठमाडौँको बेला बेला मैले मौका पाउँछु अनि उहाँसँग संवाद गरेको उहाँहरूले त्यो ताना खर्चमा त्यो बेला भोगेको उहाँ गाविस सदस्य हुँदाखेरि उहाँले गर्नुभएको काम त्यो बेलाको समाजको कुराहरू उहाँले धेरै बताउनुहुन्छ त्यो मैले टिपेर राखेको छु। किन भन्दाखेरि अग्रज सँगसँगै अब हाम्रो कतिपय कुराहरू दस्तावेज गरिएर राखिएन भने त्यो अग्रज सँगसँगै त्यो ज्ञानहरू त्यो इतिहासहरू सँगसँगै ढल्दै गल्दै त्यसमा मैले टिपेर राखेको छु। उहाँले धेरै कुराहरू गर्नुभएको रहेछ आफ्नो उमेरमा पढ्न सकेर चाहिँ गाउँमा आएर गाविस चलाएर त्यहाँ स्कुल उहाँकै कार्यक्रमले एउटा विद्यालय स्थापना गर्नुभएको त्यसपछि कतारी गरेर उहाँको यात्रा सँगसँगै किराँती समाज र त्यहाँको समाजमा उहाँले गरेको योगदानहरू अत्यन्तै सराहनीय छ र हामीले उहाँहरूबाट यस्तो कुराहरू सिक्दै लानुपर्नेछ र उहाँहरूप्रति सम्मान र सँगसँगै अहिले आजको धीरज राईको नेतृत्वमा 15 सदस्यीय युवा एउटा साकेला कल्याणकारी युवा समाज भनेर गठन भएको छ समूह भएर म धीरज राई लगायत उहाँको नेतृत्वमा निर्वाचित गठित आजको नयाँ कार्य समितिलाई हार्दिक बधाई सबै कार्यकर्ता शुभकामना दिन चाहन्छु। युवाको अध्यक्ष अब हामीले यी जिम्मेवारीहरू हाम्रो ज्ञानहरू सिर्जनाहरू अब हस्तान्तरण गर्नुपर्छ। हस्तान्तरण भएन भने ती चुडिएर जान्छ। चङ्गा उडिराखेको चङ्गा धागो चुडिएपछि गयो। त्यस्तै हामीले पनि फेरि युवाहरूलाई भनेको आउने पुस्ता अब हस्तान्तरण गर्न सकिएन भने त्यो पनि रोकिन्छ। त्यसले गर्दा आज जे यो काम भएको छ अत्यन्तै राम्रो भएको मलाई लागेको छ। युवाहरूलाई धेरै धेरै बधाई शुभकामना र अब यहाँ तयार भइसक्नु भन्नाले अब म धेरै बोल्दिनँ खालि अब संस्था जो यो गठन भएको छ संस्थाको बारेमा महासचिवज्यू सचिवज्यूले धेरै कुरा अग्रज वक्ताहरूले धेरै कुरा राखिसक्नु भएको छ। संस्था भनेको सामान्य रूपमा हामीले बुझ्दाखेरि के बुझ्छ भन्दाखेरि कुनै एउटा निश्चित उद्देश्य प्राप्त गर्नको लागि चाहिँ सङ्गठित भएको एउटा समूह हो। त्यो समूहले सङ्गठित हुन्छ त्यसलाई संस्था हामी भन्छौँ र त्यो संस्था आज यो साकेला कल्याणकारी संस्थाले चाहिँ एउटा संस्थाका सदस्यहरूलाई सङ्गठित गरेर त्यो ठाउँका सदस्यहरूलाई सङ्गठित गरेर मान्छेलाई सङ्गठित गरेर एउटा निश्चित आर्थिक सामाजिक चाहिँ क्षेत्रमा चाहिँ केही गतिविधि गर्नको लागि यो उहाँहरूले गठन गरेर अगाडि आइपुगेको छ। अत्यन्तै जायज छ। अहिले संसारमा त हामीले हेऱ्यौँ भने अहिले एक्लै गर्न सक्ने काममा चाहिँ एउटा मात्रै देख्छ। एक्लै गर्न सकिने काम एउटा संसारमा के छ भन्दा तपस्या। योगीहरूले ध्यान तपस्या चाहिँ एक्लै एकान्तमा बसेर गर्नुपर्छ अनि सफलता प्राप्त हुन्छ। बाँकी काम तपाईँहरूलाई समाज चाहिन्छ। समाज पनि यस्तो चाहिन्छ कि तपाईँहरू समाज भनेको चाहिँ के हो भन्दाखेरि सामूहिक रूपमा काम गर्ने एउटा शक्ति चाहिन्छ हामीलाई। त्यसले शक्ति प्रदान गर्छ। एकअर्कामा जसबाट हामीले सङ्गठित भएर अगाडि बढ्दाखेरि आत्मबल दिन्छ। त्यो चाहिँ आज यो कल्याणकारी समाजले अघि जसरी सचिवले धेरै कुरा राख्नुभयो अत्यन्तै राम्रो छ। यो दीर्घकालसम्म यसरी लान सकियो भने यो समाजको सदस्यहरूको लागि अत्यन्तै यो राम्रो छ र सँगसँगै यो अरू समाजको लागि
अरू चाहिँ ठाउँको लागि पनि उदाहरणीय कामका आज जुन काम सर लगायत टिभी परिकल्पना गरेर यहाँसम्म ल्याएर पुर्याउनु भएको छ। यो प्रतिवेदन सुन्दा प्रगति सुन्दा र भोलिको लागि भिजन उद्देश्य छ त्यो सुन्दा अत्यन्तै खुसी लाग्यो। यसबाट चाहिँ हामी सदस्य हुनुको नाताले आफ्नो ठाउँबाट त्यसलाई चाहिँ हामीले सक्रिय रूपमा सकारात्मक रूपमा चाहिँ हामीले संस्था अगाडि बढ्नुको लागि लागौँ। यति कुरा मात्रै गरियो भने यसले तपाईँहरू सबैको भलो गर्छ भन्ने म पूर्ण विश्वास व्यक्त गर्न चाहन्छु। र अब छोटोमा आज धीरज राईले भन्नुभएको यहाँ हाम्रो कुरा म चाहिँ अहिले उपाध्यक्षको रूपमा छु। अब योभन्दा अगाडि महासचिव थिएँ। मेरो यहाँ खाना काम गरेको झन्डै 22-23 वर्ष भयो लगातार हामी काम गरिरहेका छौँ। र अहिले यहाँ खाले युवाहरूको लागि के गर्छ भन्ने कुरा यहाँ खाले धेरै काम गरिरहेको छ। युवाको लागि के गर्छ भन्ने कुरा हामीले विभिन्न काम गर्छौँ। अहिले अब एसईको परीक्षा भर्खरै सकियो। अब 2028 गते चाहिँ त्यहाँ नतिजा प्रकाशन हुँदैछ। त्यसपछि कक्षा 11 र 12 पढ्नको लागि हामीले काठमाडौँ उपत्यकामा किराँत आएकाले काठमाडौँ उपत्यकामा युनाइटेड एकाडेमी, प्रसादी एकाडेमी लगायत काठमाडौँका स्थापित कलेजहरूमा चाहिँ हामीले झन्डै 30-35 जना विद्यार्थीहरूलाई चाहिँ 11 र 12 पढ्नको लागि निःशुल्क छात्रवृत्ति सुपारिश गर्छौँ। जो हाम्रो राम सर युनाइटेड एकाडेमीमा पढाउनु पनि हुन्छ। त्यो कलेजमा पनि हामीले 2 जना प्रत्येक वर्ष विद्यार्थी पठाउँछौँ। र यसरी नै हामीले 25 जना विद्यार्थी पठाउँछौँ। र आंशिक छात्रवृत्ति गरेर झन्डै हामीले वर्षमा 60-65 जना चाहिँ किराँत राई युवाहरू विद्यार्थीहरूलाई चाहिँ हामीले छात्रवृत्तिमा पढ्न पठाउँछौँ। र अब त्यो 28 गतेपछि हामी सूचना प्रकट गर्छौँ। र त्यसपछि म आफै सदस्य थिएँ। हामीले त्यस्तो निश्चित क्राइटेरिया राखेर छानेर पठाउँछौँ। एउटा युवाहरूको लागि जो जिम्मेदार इमान्दार लगनशील छ, केही न केही कारणले यसलाई सपोर्ट चाहिएको छ भने त्यसमा विद्यार्थीहरूलाई हामीले सपोर्ट गर्छौँ। यति कुरा मैले यहाँलाई जानकारी गराएँ। अर्को भनेको हामीले समाजमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूलाई प्रतिभाहरूलाई किराँत राई वार्षिक रूपमा कार्यक्रम गरेर सम्मान पुरस्कार प्रदान गर्दै आएको छ। जस्तो हामीले त्यसरी प्रोत्साहित गरेको एकजना विद्यार्थी अहिले अमेरिकाको यो न्युक्लियर सेक्सनमा चाहिँ उहाँ विशिष्टको अब आणविक कुरा भयो भने तपाईँ बुझिहाल्नु छ। अमेरिकाको शक्ति भनेकै आणविक हो। आणविक विशेषज्ञको रूपमा एउटा काम गर्नुहुन्छ। उहाँ नेपाल आउँदा पनि उहाँको शरीरमा एउटा चिप सकिएको हुन्छ। र त्यो चिपमा उहाँ अमेरिकाबाट नेपाल आउँदाखेरि कहाँ खायो कहाँ बसेको सबै अमेरिकाले निगरानी गर्छ। त्यस्तोसम्म भइसक्नु भएको छ हाम्रा छात्रवृत्ति प्राप्त गरेको विद्यार्थीहरू। र हामीले विशिष्ट प्रतिभा हुने चाहिँ युवाहरूलाई भाइ बहिनीहरूलाई हामीले शैक्षिक रूपमा जस्तो एसईमा र टप भयो भने चाहिँ हामीले पुरस्कृत गर्ने अथवा जो हामीले निवेदन दिनुमा पुरस्कृत गर्ने, सामाजिक क्षेत्रमा काम गर्ने, सांस्कृतिक क्षेत्रमा काम गर्ने युवाहरूलाई चाहिँ हामीले के गर्छौँ पुरस्कृत गर्छौँ, सम्मानित गर्छौँ। त्यो अर्को हुन्छ। र अर्को भनेको अब युवाहरू अहिले त युवाहरूको कति आवश्यकता छ, महत्त्व छ भन्ने कुरा त युवाहरूले कति गर्न सक्छन् भन्ने कुरा देशको राजनीतिक परिवर्तनले देखाइसक्यो। र हामीले चाहिँ के छ भन्दाखेरि किराँत राई आएको भातृ संस्थाको रूपमा किराँत राई युवा सङ्घ छ। र किराँत राई युवा सङ्घमा सङ्गठित हुनको लागि कार्यक्रम समापन गरौँ। हाम्रा समाजमा भएका सामाजिक विभेदहरू, अन्यायहरू, अत्याचारहरूको विरुद्धमा चाहिँ आवाज उठाउने गतिविधि सञ्चालन गर्ने र समाजलाई राज्यलाई सुव्यवस्थित रूपले सञ्चालन गर्नको लागि त्यो चाहिँ गतिविधि बनाउनको लागि जवाब दिने काम कटन क्यान्डी त आएको छैन, एकछिनमा आउँछ। कटन क्यान्डी खाने मान्छे यिनीहरू किराँत प्रदेश नामाकरण हुनुपर्छ। किन भन्दाखेरि किराँत नेपालको अत्यन्तै प्राचीन सभ्यता हो। केन्द्रीय शासन व्यवस्था हुँदाखेरि केन्द्रमा चाहिँ एउटा नेपालको एउटा पहिचानले मात्रै स्थापित गर्यो। तर यो बहुपहिचान युक्त देश भएको हुनाले बहुभाषा, बहुसंस्कृति, बहुजातीय देश भएको हिसाबले चाहिँ यो नेपालमा चाहिँ बहुपहिचान आवश्यक छ। त्यसले गर्दाखेरि यो एकात्म केन्द्रित राज्य सत्ताले यो गर्न नसकेको हुनाले संहिता आयो। 7 प्रदेश भइरहँदाखेरि अब त्यो प्रदेशको पहिचान परिचयको आधारमा प्रदेश नामाकरण हुनुपर्छ भनेर हामीले 1 नम्बर प्रदेशलाई चाहिँ किराँत प्रदेश नामाकरण गर्नुपर्छ भनेर हामीले आन्दोलन गरिरहेका छौँ। त्यो आन्दोलन अगाडि बढिरहेको छ। हामीले 1 नम्बर प्रदेशमा चाहिँ किराँत राई जातिको 4 नम्बर भाषा भाषालाई सरकारी कामकाजको भाषाकर्ता हुनुपर्छ भनेर हामीले अध्ययन चलाइरहेका छौँ। अस्ति भर्खरै पनि म त्यहाँ प्रदेश सभामा माननीयसँग भेटेर कुरा गरेर म आएको छु। त्यो अध्ययन हामी चलाउँदैछौँ। र विभिन्न ठाउँमा जस्तो कलिङ सतारा त्रिवेणीमा त्यहाँ अब हामीले विशाल सांस्कृतिक संरचना निर्माण गरेछौँ। यो किराँतीहरूको इतिहास मुलुकसँग जोडिएको महत्त्वपूर्ण ठाउँ हो। त्यो ठाउँमा चाहिँ हामीले 6.5 खरिद गऱ्यौँ। त्यसको संयोजकमा आफै छु। म अस्ति भर्खरै मात्र धरान र त्यो
फर्म लिएर आयौँ। त्यहाँ प्रदेश सरकारको चाहिँ साझेदारीमा चाहिँ हामीलाई विशाल चाहिँ भौतिक संरचनाहरू यहाँ मान्थ्यौँ, पुस्तकालय, सङ्ग्रहालय र त्यहाँ जाँदाखेरि एकाको ओपन म्युजियम जस्तो खुल्ला सङ्ग्रह त्यहाँ जाँदाखेरि यहीँको इतिहास सभ्यता संस्कृति तपाईँले पढेर होइन तपाईँले हेरेर थाहा पाउने ठाउँहरू चाहिँ त्यो खालको संरचनाहरू हामी निर्माण गरिरहेका छौँ र यस्तै यस्ता थुप्रै ठाउँहरूमा हामी लागिरहेका छौँ। मातृभाषामा पठन पाठनको व्यवस्थाको लागि लागिरहेका छौँ र हामीले त्यो देश विदेशमा समर्थनहरू सङ्कलन गरेको सर अगाडि बढिरहेका छौँ र यो संक्षिप्तमा यति कुरा मैले राखेँ र तपाईँ हामी फेरि पनि यस्तै कार्यक्रमहरूमा यसरी भेट हुन पाउँदा तपाईँ हामीलाई एक अर्कामा यसले चाहिँ अपनत्व बढाउने, एक अर्कामा हार्दिकता बढाउने, आफै सम्पर्क बढाउने काम सिकिएको गर्छ र त्यति मात्रै गर्दैन यो संस्थाले व्यक्तिगत विकासको कुरामा धीरज रहेको उपस्थिति हुनु उहाँ आफैमा चाहिँ अत्यन्तै राम्रो यहाँ प्रस्तुति गरिराख्नु भएको छ। यो व्यक्तिगत विकास गर्ने क्रममा संगठनमा लागिसकेपछि संस्था गठन गरेपछि हाम्रा युवा पिँढीहरूले व्यक्तिगत विकास गर्न सक्छन्। जस्तो संसारमा सबैभन्दा गाह्रो काम एउटा काम त के रहेछ भने भाषण गर्नु रहेछ। भाषण अमेरिकाको एउटा युनिभर्सिटीले गरेको अनुसन्धानमा अनि त्यहाँ एउटा रिजल्ट आएछ। त्यहाँ अनुसन्धान गर्दाखेरि 40% मान्छे बोल्न डराउँदो रहेछ, तर मर्न डराउने मान्छे 20%, तर मर्नभन्दा बोल्न डराउने 40%। भनेको बोल्नु कति गाह्रो हुन्छ। तर धेरै चाहिँ जस्तो व्यक्तिले आज युवाले आएर फरक बोल्नु भएको छ, बोल्नु अत्यन्तै ठुलो कुरा हो। तर बोलेको कुरा के हो भन्दाखेरि त्यसलाई व्यवस्थित रूपले लानको लागि सबैभन्दा ठुलो कुरा फेरि अर्को गाह्रो काम चाहिँ के रहेछ भन्दाखेरि सुन्नु साह्रै गाह्रो हुन्छ। तपाईँलाई 1 घन्टाको अवसर मैले भाषण गरेँ भने तपाईँहरूले गाह्रो काटेर जानुहुन्छ, यति गाह्रो हुन्छ। सुन्नु सबैभन्दा गाह्रो कुरा सुनेको कुरा अर्को फेरि बुझ्नु गाह्रो। मैले बोल्दैछु अघि सचिवजीले बोल्नु कति बुझ्नु बुझ्न झन् लाग्यो। यो बुझ्ने कुरा फेरि कार्यान्वयन गर्न गाह्रो। बुझ्यो राम्रो बुझिराखेको काम गर्दैन। त्यसो गर्दा के रहेछ भन्दाखेरि सबैभन्दा बोल्न गाह्रो छ। अब बोलेको कुरा सुन्न झन् गाह्रो छ, त्यसलाई सुनेको कुरा बुझ्न गाह्रो छ, बुझेको कुरा व्यवहार गर्न गाह्रो छ। तर यो चाहिँ आजको यो जुन के अरे कार्यक्रमले र यो संस्थाले विगतदेखि गरिरहेको गतिविधिहरूले चाहिँ बोल्ने कला, व्यक्तिगत विकास गर्ने कुरा जस्तो यहाँ अघि युवाको नानीहरू उनीहरू त्यसरी गराउनु भयो होइन, अनुवाद गराउनु भयो। कति गाह्रो छ मान्छे गराउनु दिनु, उनीहरू बोल्नु कति गाह्रो छ। तर अब हामी 1 वर्ष 2 वर्षपछि हेऱ्यौँ भने यी नानी बाबुहरू सरल तपाईँ हाम्रो अगाडि बोल्नु। यसले के गर्यो भन्दाखेरि संस्थाको आउने पुस्ताहरू, संस्थाका सदस्यमा रहेका आउने हाम्रो युवा पिँढी पुस्ताहरूलाई चाहिँ अब नेतृत्व विकास, व्यक्तिगत विकासको काममा पनि यसले अत्यन्त उल्लेखनीय काम गर्दछ। यो कुरा म विश्वास गर्दै आज गर्वको कुरा मेरो सासु आमा गाउँबाट हिजो मात्रै आइपुग्नु भएको सासुमाका अगाडि नानीहरूका लागि तुफान तपाईँ समग्र चाहिँ तामा खर्चवासी र समाजका अगाडि यो धेरै 2 शब्द बोल्ने अवसर दिनुभयो। यसका लागि सबैलाई धन्यवाद प्रकट गर्दै फेरि पनि आउने गर्छ। सबैको लागि राम्रो हो, देशको विकास हो, तपाईँ हामी सबै चाहिँ आफ्नो देश विकास गरेर हेर्न सकौँ यही कामना गर्दै बिताउन चाहन्छु। धन्यवाद। अब चाहिँ पिकनिकको हामी अन्तिम रहल पहल गरिरहेका छौँ। नवीनले तेस्रो पटक छापेको हो, तेस्रो प्लेट। अब नवीन त्यसपछि धीरज आजको युवाको चाहिँ समर्थन छ कि छैन रे? अब हाम्रो समर्थन छ। धीरज चाहिँ थाहा बहिनीले हालिदिनुहुन्छ। चाहिँ हाम्रो डाइनिङ टेबल जस्तो भइरहेको छ। अघि अझ रमाइलो भइरहेको थियो, अहिले चाहिँ अलमोस्ट उठेछ र वनभोज कार्यक्रम। ल हामी चाहिँ यहाँ पिकनिकको पहिलो दोस्रो चरणको खानेकुराको समापन गर्दैछौँ। तर हाम्रो युवाको अध्यक्ष चिलेन नि त आज के भयो? तपाईँले आज षड्यन्त्र रच्नु भयो। अनि
Terima kasih.
उहाँको जानुपर्छ लाग्यो मलाई
कन्याकारी समूहको समाजबाट नै अब हामीलाई धेरै धेरै धन्यवादमा भागी लाने स्थापित हुनुभएको छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो यो संस्थालाई गरेर सबै समूहबाट सम्पूर्ण ठुलो पुरस्कार